ना उप्रेती। त्यसपछि माननीय हरि मोहन भण्डारी। सम्माननीय सभामुख महोदय, म आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता माननीय भीष्मराज आङदम्बेले प्रस्ताव गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफलमा सहभागी हुँदै म यस प्रस्तावको समर्थन गर्दछु। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। वास्तविक भूमिहीन सुकुम्बासीको बस्तीमा उचित वैकल्पिक व्यवस्था, पुनर्स्थापना र मानवीय संवेदनाको ख्याल नगरी डोजर चलाइँदा हजारौं परिवार घरबारबिन भएका छन्। त्यसको असर महिला, बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अशक्त व्यक्ति सबैभन्दा बढी प्रभावित र जोखिममा छन्। मानवीय संवेदनाभन्दा बढी राज्य शक्ति र बल प्रयोग गरी निकालिएका कारण यी नागरिकहरू आकाशमुनि बस्न बाध्य भएका छन्। त्यसैले सभामुख महोदय, सरकारले सभ्य र स्वस्थ समाज निर्माणका लागि संविधानको धारा 51 गले सामाजिक सांस्कृतिक रूपान्तरणको नीति अवलम्बन गरेकाले सामाजिक सुसम्बन्ध कायम गर्ने खालको वातावरण निर्माण गरियोस्। संविधानको धारा 37 ले आवासको हक प्रदान गरेकोले नेपालभरि छरिएर बसेका अव्यवस्थित वास्तविक भूमिहीन सुकुम्बासीहरूलाई बसोबासको व्यवस्थापन गर्न र धारा 36 ले खाद्य सम्बन्धी हक, धारा 25 ले सम्पत्ति सम्बन्धी हक र धारा 18 ले समानताको हक प्रदान गरेको हुनाले भूमिहीनको वैज्ञानिक र पारदर्शी ढङ्गले बमोजिम लाल पूर्जा उपलब्ध गराई आधारभूत आवश्यकता, उचित क्षतिपूर्ति तथा जीविकोपार्जनको सुनिश्चित गर्नु सरकार र संविधानको मर्म पनि हो। सुकुम्बासीको नाममा मानव बस्ती भत्काएर विकास र कानुनको कार्यान्वयन मानव मर्यादा र संवेदना भन्दा माथि हुनै सक्दैन। सभामुख महोदय, भूमिहीन सुकुम्बासी दलित नागरिकहरूको लागि सहज र कानुनी रूपमा जग्गा उपलब्ध गराउनका लागि भूमि सम्बन्धी विधेयक यस अगाडि नै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा व्यापक छलफल भई प्रतिनिधि सभाबाट पास भएका विभिन्न व्यवस्थाहरूलाई सरकारले पुनः अध्ययन गरोस्। म सरकारलाई आग्रह गर्दछु, सुकुम्बासीको भावनालाई राजनीतिकरण नगरी यो समस्यालाई दीर्घकालीन समाधानका लागि उचित वातावरण तय गरियोस् भनी माग पनि गर्दछु। सभामुख महोदय, यो सुकुम्बासी नागरिकहरू पनि नेपालका नागरिक हुन्, दोस्रो दर्जाका नागरिक होइनन्। यिनीहरू पनि देशका किसान, मजदुर, श्रमिक, ज्यालादारी गर्ने, कर तिर्ने, राष्ट्र निर्माणमा पसिना बगाउने नागरिक भएकाले सरकारले अपराधीलाई जस्तो व्यवहार नगरी सम्मानित नागरिक भएर बाँच्न पाउने अधिकार प्रदान गरोस् र म यो प्रस्तावको समर्थन गर्दै पारित गर्नुहुन जोडदार माग गर्दछु। धन्यवाद। जय नेपाल।